Hello guys, good morning. अहिले चाहिँ बिहानको 9:45 समथिङ भएको छ, मतलब बढी भयो होला। अहिले चाहिँ हामी गएर छौँ स्कुल। आज चाहिँ सरको विदाई कार्यक्रम गर्ने हो गाइस, हैन? त्यसपछि खुब मजा गर्ने हो, केक सेक काटिन्छ, हैन? टक्कसँग म त गाना गाउने भनेर सोचेको थिएँ हिजो, गाना लेखेको थिएँ यार, पुरै त्यो भएको चकनाचुर भयो सब। के भन्छ त्यस्तो भयो कि घाँटी दुखेर राति ज्वरो आएको, म त फेरि एकदम खतरनाक वाला फिभर भएको थियो। फेरि बिहान कोचिङ गएको 1 घन्टा मात्रै पढेर फेरि फर्केर आएँ कि म। त्यसपछि अहिले फेरि जानु लाग्यो एकछिन रेस्ट गरेर, घरबाट खानासाना खाएर गइरहेको हो गाइस। हो स्कुलमा चाहिँ गएर तयारी गरिन्छ, होइन? झोलासोला लिए छैन क्यारे, पढाइ हुन्छ कि हुँदैन भनेर। तिमीहरूको त हुन्छ होला नि, अब उनीहरूको त हुन्छ होला, हाम्रो सब हुन्छ हुँदैन त्यो थाहा भएन। त्यही 3-4 जना सरहरू हुनुहुन्छ, सबलाई रेस्पेक्ट गर्दै, होइन? आज विदाई कार्यक्रम गर्ने, होइन? अनि त्यसपछि फेरि विदाई कार्यक्रममा गाना गाउने भन्थ्यो, त्यो त अब सकिँदैन आज कि अब सकिँदैन अहिले त। अनि त्यसपछि अहिले चाहिँ लागिरहेको छु त्यो गाइस। स्कुलको नजिक पुगिसकेको छ, स्कुलको पछाडि पुगिसकेको छ। अब जस्ट स्कुलमा इन्टर गरिसकेपछि एकैचोटि क्यामेरा आउनु। हाम्रो बेन्चको टपर मान्छे हो, कस्तो लाग्यो? लेडिज अकाउन्टेन्ट लाक्स किन भयो गाइस? माइकको इन्तजाम उहाँ चाहिँ अहिले डान्स गर्नुहुन्छ। ल हेर्नुहोस्, ऐसे में बड़ा सख्त लौटा। हाय गाइस, यो पार्टनर हो मसँग हिँड्ने, धेरै पर्ने। फर्स्ट भिडियोमा एन्ड भएको भनेको यही मान्छेको खाप्छु नै हो, होइन? अहिले चाहिँ बिचमा देखा आपने लापरवाही का नतिजा। भेट भयो। उहाँ चाहिँ डान्सर जलपरी सर आएको भए हुन्थ्यो। गाइस 2 घन्टा लाइट बल रास्ता होला। अब देखिन्छ कि ब्याक क्यामेरा। हेलो गाइस, लुक एट दिस। दिस 6.5 hours later. माया दिदा आँसु पाए, तिम्रै निम्ति कसम खाए। माया केवल तिमीसँग गाँसे, दुःखमा आँसु लुकाइ हाँसे। सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ, टाढा टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ। सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ, टाढा टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ। सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई। अवसर
माया दिदा आँसु पाए तिम्रै निम्ति कसम खाए माया केवल तिमीसँग गाँसे दुःखमा आँसु लुकाई हाँसे सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ टाढा टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ टाढा टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई माया दिदा आँसु पाए तिम्रै निम्ति कसम खाए माया केवल तिमीसँग गाँसे दुःखमा आँसु लुकाई हाँसे सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ टाढा टाढा तिमी Thank you all of you for organizing this happy farewell this program. And today we are very happy, Mr. Bhavitra sir and me also. Especially, only I have Ritik here, around 5 years, the boss is here. Now, just I have taught you around 1 month. Yes? So, this opportunity you have given, I'm very proud of you. सर भन्नलाई शब्द छैन Yes, I have nothing to say to describe or to explain about this opportunity. Yes, you are showing your pure loveness to us, and I hope that you never forget us. And if you meet anyone to us without being hesitating, you have to say, if you say good morning sir, how are you, then in that time we feel very grateful and we feel proud at that time. And that's all. I'm very happy. Okay, nothing. Thank you very much. विदाय कार्यक्रमका कक्षा 12 हाम्रो आयोजक विद्यालय भाइहरूले विदाय शिक्षक विदाय कार्यक्रम आयोजना गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो यस अवसर भन्दा पनि विशेष गरेर
कक्षा 12 को विद्यार्थी भाइ बहिनीहरूले यो कार्यक्रम यो जीवन्त कार्यक्रम हो जो यो स्कुल यो प्लेटफर्ममा टिचर विद्यार्थी यो आएर चाहिँ चलिरहन्छ। हामी शिक्षक विगत 5-6 वर्षदेखि यो विद्यालयमा पढाउँदै आइरहेको थियौँ। तपाईँ 12-11 लाग्दै अनि आज तपाईँहरूले हामी शिक्षकहरू धेरै सजाउनु विशेष गरेर आन्दोलनहरू पनि हुनुहुन्छ। यो स्कुलबाट विदाय भएर अब अन्य ठाउँमा जाँदैछु। यसकै अवसरमा तपाईँहरूले विदाय कार्यक्रम राख्नु भएकोमा यो आयोजना गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कक्षा 12 विद्यार्थीहरूलाई विशेष गरेर कमर्सको विद्यार्थीहरूलाई यो विगतको यो पढाइको क्रममा तपाईँहरूसँग मिठा मिठाहरू हुनसक्छ। मैले तपाईँलाई सम्झाउने क्रममा पनि मैले केही चाहेको हुनसक्छु। मैले केही तपाईँहरूलाई पेचिलो शब्दहरू केही शब्दहरू भनेर तपाईँहरूलाई मैले मन दुखाएको रहेछु भने यही आजको केही कार्यक्रमबाट तपाईँहरूले एकदमै अझै दुखाएको छु भने पनि माफ सरी गरिदिनु होला भन्न चाहे। र आगामी दिनहरूमा हामी जहाँ भए पनि तपाईँहरू जुन ठाउँमा भए पनि हामी जुन ठाउँमा अवस्थामा भए पनि तपाईँहरूले राम्रो गर्नुहोला भन्ने अपेक्षा र शुभेच्छासहित मैले यो भन्न चाहेँ। राम्रो गर्नुहोला। नमुनाको जुन तरिकाले तपाईँले पढ्नु भएको छ अन्य स्कुलमा गएर पनि त्यही तरिकाले पढ्नुहोला। अझै योभन्दा अझै राम्रो अझै राम्रो गर्नुहोला भन्ने शुभेच्छा शुभकामना दिन चाहे। अब तपाईँहरूको 12 को परीक्षा पनि वैशाख 26 गतेबाट सुरु हुँदैछ। अब चाहन्छु तपाईँहरूसँग चाहिँ 50 दिनको पिरियड छ। त्यो 50 दिनको पिरियडमा मेहनतको साथ पढ्नु होला। अझै 10-12 दिन हामी भन्छौँ होला तपाईँले है 10-12 दिन गरेर म अझै पनि यो क्लासमा आउँछु। चलिरहेको छ 10-12 दिन पनि चल्छ होला। त्यो दिनसम्म तपाईँहरूसँग भेट हुने नै छ। त्यो अवसरमा तपाईँहरूसँग हामी भेट भइरहन्छ। नहुने कुराहरू अझै पढाउने कुराहरू अलिक कोर्सहरू बाँकी छ। सक्नुहुन्छ अलिकति कोर्स सक्नुहुन्छ तपाईँहरूले। राम्रो गर्नु होला। जुन ठाउँमा भए पनि हामीले नमुना स्कुल स्कुल विद्यार्थी राम्रो गरेछ भन्ने सुन्न पाऊँ। बिग्रिएछ यस्तो घटेछ केटाकेटी बिग्रिएछ भन्ने हाम्रो कानमा सुन्न नपरोस् भन्ने मैले अपेक्षा लिएको छु। भन्दै अझै अझै तपाईँहरूको उत्तर प्रगति रहोस् भन्ने शुभेच्छा सहित मेरो 2-4 शब्दहरू गर्न चाहन्छु। धन्यवाद। गयो तिमी सम्झना छाडी अन्जान क्षितिजमा एक्लो पारी। जिन्दगी हो बगिचाले खोला हरेक जुनी पर्खी बसुला। सरर हावासँगै तिम्रो माया उडी जाला। तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला। सरर हावासँगै तिम्रो माया उडी जाला। तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला। सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई। सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई। गए पनि मेरो माया रहन्छ। सम्झनाका लहरहरू
मेरो मनमा हुने नै छ टाढा टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई सम्झना छाडी अन्जान क्षितिजमा एक्लो पारी जिन्दगी हो बगिजाने खोला हरेक जुनी पर्खी बसुला सरर हावासँगै तिम्रो माया उडी जाला तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला सरर हावासँगै तिम्रो माया उडी जाला तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई गयौ तिमी सम्झना छाडी अन्जान क्षितिजमा एक्लो पारी जिन्दगी हो बगिजाने खोला हरेक जुनी पर्खी बसुला सरर हावासँगै तिम्रो माया उडी जाला तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला सरर हावासँगै तिम्रो माया उडी जाला तिमीसँग बितेका दिनहरू सम्झना रहिरहला सम्झना छ छोडी जानेलाई माया छ यतिरै क्यामेरा छ कताइरम भइसक्यो सरलाई पनि यतिरै क्यामेरा छ राम्रो आउँछ गीत राम्रो आउँछ त मतलब छोडी जानेलाई माया छ क्या है भाई तुम किधर जा रहा है तुम किधर जा रहा है भाई सर बस गयौ तिमी सम्झना छाडी अन्जान क्षितिजमा एक्लो पारी जिन्दगी हो बगिजाने गाइस आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला हैन मतलब बहुत रमाइलो भयो यसमा चाहिँ हैन सरको विदाई कार्यक्रम बडा इमोसनल भएको केटीहरु सब रुन लाथे सरलाई
मन थामेर बसेको मान्छेको पनि हाँसो आएको 2 थोपा त 2-3 थोपा आएको तर आएको त आयो होइन तर मजा आयो कस्तो लाग्यो होला भनिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला ल गाइस थ्याङ्क यू फर वाचिङ